Tayo yung panimim. Tali. अत्यन्तै महत्त्वपूर्ण चाङ पूजा गर्नुभयो हाम्रो लामा गुरु सबैलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँहरूको धन्यवाद स्वरूप यहाँ जस्तो दर्शक दीर्घामा रहनुभएका आदरणीय श्रद्धालु भक्तजनहरूले एकचोटि ताली बजाइदिनु होला प्लिज। धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब फेरि पनि म यो धार्मिक कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र यो बिचमा हाम्रो थ्याङ्क यू भेरी मच। यहाँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम हिमाली भेगमा बिना सम्पूर्ण हिमाली भेगमा सबै हिमाली हामी जस्तो बुद्धिस्ट अथवा सबैले नाचेमा चाहिँ गाउँमा र त्यस ठाउँमा तत्कालीन तथा दीर्घकालीन मङ्गल र इच्छा पूर्ति हुने र सुख शान्ति हुने भएकोले यो नाच नाचिन्छ।
बीचमा हुनुहुन्छ र यति बेला यहाँहरुमाझ म आजको यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि नेपाल सरकारका पूर्व कानुन मन्त्री माननीय शेरबहादुर तामाङ ज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु र उहाँ बाटैमा हुनुहुन्छ यो हामीले जानकारी
एउटा उचाइको भूगोलमा रहेको शान्त ठाउँ पनि यो छ। वरिपरि तलतिर बस्ती र माथि केही सानो डाँडो जस्तो ठाउँमा यो छ र धार्मिक हिसाबले यहाँहरूले जे पवित्र कार्यक्रमहरू भोलि सञ्चालन गर्ने हिसाबले यो ठाउँको उपयोग र बुद्धिस्ट ठाउँ भनेर भन्छौँ। तर हामीलाई बुद्ध धर्म भनेको के हो र बुद्धिस्ट हुनको लागि के चाहिन्छ भने चाहिँ त्यति ज्ञान नभएको जस्तो लाग्छ। अनि दा नबाज भित्र नज्यादा गरेर लाना ngara चुगी चो अनि चटाङ्गी 이 제도나 민네 때라 뒤요래네 대신에 라서서 치 받치 세와 세능하시 바가 앵그레스 अनि एकछिनपछि हामीलाई प्रदान गरिने छेरी बनाएर जस्तो चम्बाले बनाएको जस्तो गोलो गोलो त्यो चाहिँ भयो। अनि एउटा के भन्छ छुङ भनेर चाहिँ अब भिजी पनि भनिन्छ त्यो भयो। अनि अर्को विभिन्न किसिमको प्रसादहरू चाहिँ अनि गुरु आफैले अहिले समयको अवधि थोरै र त्यसलाई फेरि उल्था गरिराख्नुपर्ने नेपाली भाषामा उल्था गरिराख्नुपर्ने भएको कारणले चाहिँ यसलाई चाहिँ संक्षिप्त रूपमा वर्णन गरिन्छ। अनि अघि भने अनुसार अब उहाँले प्रक्रिया पुऱ्याउनुहुन्छ पढेर जानुहुन्छ। अब इस्वी सम्वत हेर्यो भने 2019 साल र विक्रम सम्वत 2075 साल। अनि तपाईँहरूले भन्नुभयो अनुसार सोनाम लोसारको पहिलो महिनामा चाहिँ अनि यो आयु अभिषेक प्रदान गरेर अथवा तपाईँहरू
Holy